माया जतामा झुकै हुन्छ मेरो माया झुटो कति बोकिरहँ म यो मनमा भुटो झुटो माया फोनमा बोलेको जुनु तिमी यति धेरै डराएर कोसँग फोनमा बोलिरहेको जुनु म कोसँग हुनु र त्यो स्कुल पढ्दाको साथीसँग त्यही साथी गाउँमा आएको छ अरे त्यही भएर त्यहीसँग बोलेको नि सिल्लु ए बुढी बुढी ए बुढी बुढी चिन्ता नलिनुस् भाउजूलाई अवश्य भेटिन्छ चिन्ता नगरेर के गर्नु बाबु मेरो यति राम्रो परिवार यता न उता भएको छ अहिले आएर त्यो कुरा मलाई राम्रोसँग थाहा तपाईको परिवार कति खुसी थियो भनेर त्यही भएर समयसँग लड्न सिक्नुपर्छ दाइ हुन सक्छ तपाईको परिवार पहिलाको जस्तो खुसी र सुखी के थाहा समयले मान्छेलाई कहाँ पुर्याउँछ पिर नलिनु दाइ त्यसैले जाउँ हिँड्नुस् घर आज के खाने खानामा आज असारे 15 हो मानो रोपेर मुरी उब्जाउने दिन पनि हो त्यही भएर मैले बिहानै दही चिउरा ठिक्क पारेर राखेको छु त्यही खाने हो आमा ल छोरी तिमी बस्दै गर म भित्र गएर दही चिउरा लिएर आउँछु है हस् आमाज छोरी आयो ना तिमीलाई
आमा के भयो हजुरलाई? बाबु आज त असार 15 हो। दही चिउरा खाएर रमाएर खुसी भएर बस्ने दिन हो बाबु। तर हाम्रो आमा छोराको भाग्यमा यो सबै कहाँ छ र बाबु? आमा बिस्तारै सबै कुराको समय आउँछ। हाम्रो पनि दिन आउला, आज नभए भोलि। त्यसैले चिन्ता नगर्नुहोस् आमा, दिन आउँछ एक दिन। खोइ बाबु हामी अगाडिको कहिले आउला र दिन आउला आउला भन्दा भन्दै उमेरले डाँडा काट्न लागिसक्यो बाबु। कहिले खुसीको दिन आएन, सधैँ खानाको अभाव, अहिले पेटभरि खानु पनि पाएको छैन बाबु। हामी कस्तो भाग्य हो, हामी कति अभागी हो के छोरा, हामी कति अभागी। जति अभागी भए पनि मलाई यति माया गरी मैले छोरालाई भेटाएकी छु। छोरा तिमी साथमा छौ, म किन चिन्ता लिने? तिमी छौ र त अलिकति बाँच्ने आधार बढेको छ, अलिकति साहस छ। तिमीलाई भेटाइदिनु भएको छ। धन्यवाद ईश्वर, धन्यवाद। नमस्ते। कता हिँड्यौ त नानी ढोको बोकेर? ग्यास काट्न जान लागेको नि डाक्टर साहब। अनि तपाईँ चाहिँ हस्पिटल हिँड्नु भयो? होइन नानी, म यसो कार्यालयतिर हिँडेको। हो र डाक्टर साहब? अनि किन नि कार्यालयतिर चाहिँ के काम थियो? मैले जागिर खाएको हस्पिटलमा 13 वर्ष भयो। मेरो घरमा कोही पनि काम गर्ने मान्छे छैन नानी। म एक्लै कति काम गर्नुपर्छ, यता नि कुद्नुपर्छ, उता नि कुद्नुपर्छ। त्यसैले हस्पिटलको काम आजदेखि मैले राजीनामा दिँदैछु नानी। हो र डाक्टर साहब? किन नि त्यस्तो? आखिर हुन त जागिरबाट पनि पैसा आइहाल्छ। पैसा मात्रै सबै कुरा होइन रहेछ नानी। हुन पनि हो। ल त नानी, फेरि भेटौँला। अहिलेलाई म लाग्छु। हस् त डाक्टर साहब। हस्।
पानी खान पाइन्छ होला। ओहो, तिमी त त्यही बाबरीको पुरानो बालापनको साथी रामे होइन र? हो नि, कसरी चिन्यौ तिमीले? ल, मैले तिमीलाई नचिन्नु त? म पनि त बाबरीको पुरानो स्कुल पढ्दाको साथी हो नि। ए, त्यसैका दिन त गाउँमा देखिन मैले। कहाँ बस्यौ नि? कसरी देख्छौ त? म सहरमा बस्छु। ए, हो र? हो नि, आज बिहान मात्रै गाउँमा आइपुगेको। अहिले यसो गाउँतिर घुम्न हिँडेको। अनि रामे, तिमी अहिले पनि एक्लै बस्छौ? होइन, मसँग मेरो आमा पनि हुनुहुन्छ। म आमासँगै बस्छु। आमासँग रे? तिम्रो आमा बाबा त पहिल्यै बितिसक्नु भएको खबर सुनेको थिएँ मैले। तिमीले एकदम सही कुरा सुनेछौ। अनि फेरि आमा? आमा, उहाँ मलाई भनिदिनु भएको आमा। मैले त तिमीलाई आमाको बारेमा सोधेको थिएँ, तिमीले त कहाँको कुरा कहाँ पुर्यायौ। खै छोरा, बरु म पानी खाएर जान्छु। मलाई के लाग्छ? तँ जस्तो अपराधीको हातले दिएको खाना खान्छ जस्तो लाग्छ? तँ एउटा अपराधी होस्, महा अपराधी। तेरो हातले दिएको खाना त के पानी पनि खादिनौ।
हे भगवान्, यो घरमा के दशा लाग्यो यस्तो अझै पनि बुवाको मनमा यो घटना घट्नुमा मेरो हात छ भनेर अझै भ्रममा परिरहनु भएको छ। म होइन भनेर त्यो भ्रम कसरी प्रमाणित गरौँ म? हे भगवान्, मलाई साथ देऊ। यतिका दिन भयो मेरो आकाशको केही अत्तो पत्तो छैन, त्यसमाथि आमा पनि बिचल्ली हुनुभयो। बिचारी सिलो के बितिरह होला, बिना गल्तीको सजाय भोग्नु परिरहेछ। म बुझ्छु तिमीलाई, यति त खाऊ, तिमी कमजोर हुन्छौ। कमजोरी त म यत्तिकै पनि भइसकेछु नि, बिना गल्तीको सजाय बोक्नु परेको छ। यो घरको लक्ष्मी हुनुपर्ने ठाउँमा बोझ भएको छु। के भनेको तिमीले? यस्तो भुलेर भन्ने यस्तो कुरा नगर, तिमी त यो घरको लक्ष्मी हो। जुलु, मुखले भन्नु सजिलो होला, तर बोक्नु धेरै गाह्रो हुन्छ। अनि जुलु, बाबा हजुरले केही खानुभयो त? छैन सिलु, अघि तातो पानी लगेर दिएको थिएँ, त्यो पनि खान्न भयो। हेर, बाबाको हालत त्यस्तो छ। सिलु, धेरै पिर नल्याउँदा बिस्तारै सबै कुरा ठिक हुँदै जान्छ। जुलु, बाबा हजुरलाई थोरै खाना पस्किदेऊ नै, म लगिदिन्छु। सिलु, लिऊ खाना, भित्र गएर बाबालाई खाना देऊ। बाबा, 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 हजुरको छोरा रामे। डाक्टर साहब नमस्कार। म नमस्कार फर्काउन आएको होइन, मलाई पैसा चाहियो, पैसा। खोइ तपाईको छोरा रामे? डाक्टर साहब, मेरो छोरा पानी लिन गएको छ धारामा। मेरो छोरा नआउन्जेल बस्दै गर्नुहोस् न।
डाक्टर साहब छोरा नआउन्जेलसम्म बस्दै गर्नुहोस् न पानी ल्याइराखेको छु बस्नुहोस् न डाक्टर साहब के रे दलितको यो थुत्रो घरमा बस्ने जस्तो देखिन्छु त पनि कुहिएको मुढामा डाक्टर साहब के गर्नु त खोइ आफ्नो त भाग्य नै यस्तै छ कमाउन जाऊँ भने पनि कसैले काम पनि दिँदैनन् डाक्टर साहब हजुरहरू जस्तो ठुलो घरमा जन्म भएन ठुलो जातमा जन्म भएन ठुलो महलमा जन्म भएन यस्तै सानो घरमा यस्तै झुपडीमा जन्म भयो यसमै पनि खुसी छौँ हामी डाक्टर साहब म तिमीहरूको बकवास सुन्न आएको होइन मलाई चाहियो मेरो पैसा मलाई अहिले मेरो पैसा चाहियो तुरुन्तै अरू म केही सुन्दिन पैसा चाहियो पैसा पैसा डाक्टर साहब तपाईँकै पैसा तिर्नको लागि भनेर मेरो छोरा रात दिन नभनिकन हिँडेको हिँडेछ काम खोज्दै डाक्टर साहब केही दिन त पर्खिनुहोस् डाक्टर साहब हाम्रो आमा छोरा भएर जसरी भए पनि काम गरेर हजुरको ऋण तिर्नेछौँ डाक्टर साहब तिर्नेछौँ डाक्टर साहब ऋण त लिएपछि तिर्न परिहाल्यो नि अस्ति पनि मैले तिम्रो छोरालाई यसै भनेर समय दिएको थिएँ अब त्यस्तो हुँदैन डाक्टर साहब अब त्यस्तो हुँदैन कदापि यस्तो हुँदैन डाक्टर साहब अब हुँदैन डाक्टर साहब आफ्नो छोरो रामेलाई राम्रोसँग सम्झाएस् डाक्टर साहब आमा तपाईलाई के भयो फेरि पनि कसैले के भनेर होइन होइन छोरा मलाई कसैले केही पनि भनेको छैन त्यसै पनि यो गाउँमा कति बुझ्ने मान्छेहरू हुनुहुन्छ कति धेरै बुझ्नुहुन्छ कसैले केही भने छैन बाबु यो गाउँ र समाजका मान्छे कति बुझ्ने र माया गर्ने छन् त्यो मलाई राम्रोसँग थाहा छ आमा हजुरले आफूले झुटो बोलेर आफूले आफूलाई नै नराम्रो गर्ने काम नगर्नुहोस् यो गाउँका मान्छेहरूलाई जति सम्झाए पनि कहिले बुझ्दैनन् आमा त्यसैले अरूको लागि नराम्रो बन्ने काम कहिले नगर्नुहोस् आमा हामी दलितहरूका लागि यही नै ठिक छ
बाबरी ए बाबरी होइन कहाँ चाहिँ गएछ बाबरीको घर त यही जस्तो लाग्छ बाबरी तिमी कहाँ छौ नानी तिमी को हौ ए नमस्ते काकी म बाबरीको साथी ए नमस्ते नमस्ते नानी यता यहाँ बसौँ यहाँ हो नि काकी म त बाबरीलाई देख्दिन त कता गएछ नानी बाबरी अहिले घाँस काट्नु गएको छ बस्दै गर न अहिले एकछिनमा आउँछ हस् काकी बरु तिमीलाई म चिया पकाएर दिन्छु होइन होइन काकी मलाई चिया खान मन छैन बरु एक गिलास पानी भए खानुहुन्थ्यो ए हुन्छ नानी म भित्र गएर पानी ल्याइदिन्छु है सबै कुराले भरिपूर्ण यो हाम्रो गाउँमा पानी पनि कस्तो मिठो आमा मेरो आमाको आवाज सुने मैले आमा आमा आमा
आमा